हेलो गाइस, नमस्ते सबैलाई। नमस्ते जोडले। आज हामीले काम गऱ्यौँ पल्टिने हो डोलोमा काम गऱ्यौँ। होम फर्निसिङको फिटिङहरूको लागि फिटिङ गरेको थियो, उसमा भिडियो बनाएको थियो। योहरू हेर्दै गर्नु कस्तो लाग्छ। यो फिनिसिङ भएर मैले दोकान गरिराखेको छु। सुरुमा यो पहिले फिट गरेर राखिसकेको थियौँ अनि दोकानहरू बाँकी थियो। लुगाहरू राख्नुलाई, सामानहरू गर्नुको लागि दाइलाई छोडेँ। एउटा त्यसपछि हाल्दै दाइहरू गफ लाउनु भयो, अर्को दाइ ल्याउनु भयो। के गफ गर्नुपर्छ मैले भन्दै काम गर्दै गरेँ। दाइले अर्को पनि ल्याउनु पर्छ। मैले पनि फेरि त्यो उठाएँ। गाल्दै गरेको थिएँ। अब स्क्रू हुन्छ नि, चाबीको स्क्रू चाहिँ नि त्यो कब्जामा हालिन्छ क्या, त्यसमा हालेर ढोकामा मैले चाबी हाल्नुको लागि गऱ्यो। काँटी जति एक्सचेन्ज गरिदियो, काँटी त भयो। स्क्रूहरू आउनु भयो, स्मार्टिङ भयो। जाँदा फेरि यहाँ मिस्टेक भयो। फेरि ढोका चढ्दा फेरि दाइहरू घुमिरहेको छ, के चलिरहेको। हामीले सबै बनाउँछ भाइ। दराज, सोफा सब बनाउँछौँ। टेबलहरू सब फिटिङ गरिन्छ है। अलरेडी प्र्याक्टिस हुन्छ, हामीले खोलेर फिटिङ मात्रै गर्ने हो। दाइले उता लगाउनु भयो। म पनि यसो हेरेँ के भयो भनेर भएको होइन हेर्दै गयो। ढोका लगाएको त निकाल्नै सकेन, भित्र गुजारेको निकाल्नै सकेन। सब बेलो भयो, यता निकाल्न खोजेँ निस्केन। यहाँ यतापट्टि कराउँदै थियो, निकाल्न खोजेँ, निस्किँदैन भित्र गएछ। यता कराउँदै रहेछ, त्यो कराउँदै निकालेँ, सबै ढोका निकालेँ। छापिहाल्नु लागि थियो, सबै छापिहालेँ। अनि दादा यता लकको हाल्नु भन्यो भने ह्यान्डल हाल्नु थियो नि त, ह्यान्डल हाल्नु। फेरि दाइले लक गर्नु, अर्काउने कुरा हाल्नु भनेर उता पठाएँ। म चाहिँ ह्यान्डल हालेँ। ह्यान्डल हाल्दै गर्दाखेरि ह्यान्डलको पालै स्याहार्छ, यताबाट हाल्ने उताबाट हाल्ने फेरि देखाउनु। सबै गरेँ।